वेलकम गाइज हाम्रो यहाँको डन हो कि न तिमी ल आउ त यहाँ यो के गर्दै हुन्छ बाबाले हेर देऊ त आउ त उ त्यो आगोमा के गरेको भाइ मोमो पकाउने हो ए मोमो पकाएर खाने हो ए यहाँ अनि आगो बालेको ए अनि अब गाइज यो के बनाएको हो भाइ हामीले यो के हो किमा आज के मोमो खाने चिकन मोमो बनाएर खाने हो ओ माई गड यहाँ छ भाडो अनि तिमीले बनाउने हो कि कसले बनाउने एलिस मम्मी बाबा बाबाले अनि मामुले हो के पिस्दै हुन्छ चटनी ए चटनी पिसेको अनि तिमी पनि मोमो खाने आज म पनि खाने तिमी पनि खाने वाउ के अरे ए हेलो गाइस अब हामी मोमो बनाइसक्ने अनि के गर्ने तपाईहरुलाई देखाउने भन ल त रेडी भइसकेको छ हाम्रो चाहिँ अब यो बनाउन आँट्नु भएको छ यो बनाइसकेपछि अनि हजुरहरूको पाजा ल अब चाहिँ उहाँ हुनुहुन्छ यी अरूलाई हेराउने हो हजुरहरू पनि यसरी नै बनाएर खानु भनेर चप्पलले लाउन जानेको छैन ऊ आधी घन्टा लागिसक्यो ए हाम्रो यहाँ चिफजीले चाहिँ पुरै तरिकाले यहाँ यत्रो डल्लो खाएको बनाउँदै हुनुहुन्छ एलिस चाहिँ हेरेको हेरेछ भोक लाग्यो भनेको भने छ अघिदेखिको भोक लाग्यो एलिस हाम्रो दिदीले यहाँ बनाउँदै हुन्छ है अनि हाम्रो भेनाले चाहिँ मेकिङ मोमो एलिस नाचिरहेछ किन नाचेको एलिस खेलेको ए ल गाइस मोमो पाकिसक्यो भन ए यहाँ छ मेरो मोमो बेस्ट चिकन मोमो एलिस यी खाने ल म भित्र गएँ ल गाइस मोमो चाहिँ यस्तो भयो हैन अनि चटनी पनि बेस्ट छ क्या चटनी पनि मिठो छ हैन अनि पानी पनि लिएर आएको थिएँ यसो हैन म चाहिँ त्यति मोमो खाइराख्दिनँ क्या त्यही भएर चटनीहरू चाहिँ मोमो लिएर आएको छु जे पनि मिठो छ गाइस हैन आजको भ्लग जस्तो जे भयो ठिकै छ सब्स्क्राइब गरिदिनु होला हेरिदिनु होला।